हजुर नमस्कार। यो डिएसएमको प्रोडक्ट ज्ञानोजी टुथपेस्ट यस्तो टुथपेस्ट हो जुन कुनै पनि कम्पनीले उत्पादन गरेको छैन। यो टुथपेस्ट सेवन गरिरहँदा हाम्रो दाँतको मुखको समस्या जस्तै गिजाबाट रगत आउने, सास गनाउने, दाँत पिरो लागेको, मुखमा भएको यसरी घाँटीमा भएको टन्सिल आदि इत्यादिले निको पार्नुको साथसाथै हाम्रो पखाला लागेको बेला अनि पेट ढुस्सो भएको अपच भएको बेला पनि यसलाई घोलेर पिउँदा अति फाइदाजनक मानिन्छ। त्यसै गरी हाम्रो यो हजुरको यो ज्ञानोजी सोप भयो, यो साबुन चाहिँ प्रयोग गर्दै गर्दा हाम्रो शरीरमा छालामा भएको छाला सम्बन्धी रोगले निको पार्दछ हैन। त्यसै गरी स्याम्पू छ, स्याम्पूमा जो ज्ञानोजी स्याम्पू छ त्यो पनि अति उत्तम, जसले अब ड्यान्ड्रफ हुनबाट बचाउँछ, कपाल सेतो फुल्नुबाट पाक्नुबाट बचाउँछ हैन, त्यो हुनु दिँदैन। त्यसै गरी ब्ल्याक कफी छ डिएक्सन कम्पनीको, यो साह्रै लोकप्रिय। यो हाम्रा साथीहरूले मेरा के अरे सरहरूले मेरा साथीहरू सबैले चाहिँ प्रयोग गर्नुहुन्छ। अति चाहिँ पपुलारिटी भएको कफी हो जसमा ज्ञानोडरमा जो जडीबुटीको राजा चाहिँ मिसाइएको छ। त्यसै गरी यो कडिसेप कफी जसमा यासागुम्बा मिश्रित छ। यासागुम्बा भनेको यस्तो जडीबुटी हो, हिमालयन भेगमा पाइने अति महँगो चिज हो हैन, जसले यो कडिसेप कफीको सेवन गर्दै गर्दा हामीमा जस्तै बुढापाकाहरूमा दमको बिमारी हुन्छ, श्वास गर्ने, सास प्रश्वासको समस्या हुन्छ, त्यस्तो व्यक्तिले साथसाथै धेरै थकावट हुने र यौनवर्धक कफी हो यो पिइरहँदा हैन, यौन शक्ति बढाउने एउटा चाहिँ उत्कृष्ट कफी हो यसले हैन। म पनि आफूले सेवन गरेर पुरै चाहिँ अनुभव बदलेको छु। त्यसैले अनि यो जुसको बारेमा चाहिँ मोरिन्जी जुस यहाँ छ। मोरिन्जी जुस यो अति उत्तम बेस्ट जुस हो। यो खास गरेर हुन त सबैले जसले पुरुष महिला वृद्ध जसले प्याज हुन्छ महिलाको लागि उत्तम हो, किन भन्दाखेरि उहाँहरूको जस्तै मिन्स भएको क्रममा अति नै पीडा हुने, रक्तस्राव धेरै हुने हैन, तल्लो पेट धेरै दुख्ने आदि इत्यादि जो समस्या हुन्छ, अनि समयमै नहुने, अगाडि पछाडि गडबडी हुने, मिन्स हुँदा त्यो हुँदा त्यस्तो समस्यालाई एकदम निको पार्छ यो पिएर। वाउ, ल थ्याङ्क यू एकदम बेस्ट।